रसुवाको लेहन्दे खोलामा आएको बाढी भोटेकोसीमा मिसिएसँगै रसुवा र नुवाकोटको चाहिँ धेरै क्षेत्रमा बाढीले ठूलो भौतिक क्षति गरेको छ र यो पछिल्लो 50 वर्षभन्दा पछाडिको धेरै ठूलो बाढी आएको छ नेपालमा र यो बाढीले मानवीय क्षति पनि ठूलो गरेको आशंका गरिएको छ। पूर्व सूचना कम हुँदाखेरि र त्रिशुली नदी र भोटेकोसी नदीको तटमा रहेका धेरै बजारहरू तल बेत्रावतीसम्म आइपुग्दाखेरि नुवाकोटको बेत्रावती आइपुग्दासम्म धेरै बजारहरू, घरहरू, सवारी साधनहरू बगाएको छ, सडकहरू बगाएको छ, पुलहरू त्यसैगरी बगाएको छ। तपाईहरु देख्न सक्नुहुन्छ दृश्यमा यो बाढीको। हामीले स्थानीयहरूले विभिन्न व्यक्तिहरूले चाहिँ सामाजिक सञ्जालमा गरेको लाइभ राखेको भिडियो हामीले चाहिँ यहाँ कम्पाइल गरेर यहाँ प्रस्तुत गरेका छौं र यो पछिल्लो आधा दशक यताको धेरै नै ठूलो बाढी यो चाहिँ लेहेन्दे खोला मार्फत भोटेकोसीमा मिसिँदै यो त्रिशुली हुँदै आएको छ र यो रसुवामा बाढी ठूलो आयो भन्दा त्रिशुली नै आइपुगेर चाहिँ यसले त्रिशुलीबाट तल पनि धेरै पुलहरू बगाइसकेको छ र नदी किनारका घरहरू समेत बगाइसकेको छ। योभन्दा तलका स्थानीयहरूले चाहिँ सजगता अपनाएर आफूले सुरक्षित ठाउँतर्फ लाग्नुपर्ने देखिन्छ। तपाईहरु देख्न सक्नुहुन्छ दृश्यमा निकै भयानक ढंगले बाढी अगाडि बढिरहेको छ। पानी जोड परेर छ माथि ल तालसाल फुटे हो के पुरै भरेर धुवा छुटेर आएको चौकी सौकी सब बगेको Halo. Rinjin juga abi. Oh, tu jangan tim kisi dah car naik kiram dojim show. बाफरे खाल्टो त जम्मै बगायो के हो यार। आमा राम 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 कति मान्छे लयो हे प्रभु। बाफरे त्यो त जम्मै गयो यार। सयौं हजारौं मान्छे मरे आएको छ यहाँ त। हजारौं लाखौं मर्छन् मान्छे त। हजारौं मान्छे मर्यो होला त्यो त सबै लग्यो पहिलेपछि जम्मै गयो मान्छेहरू तलसम्म गयो चितवनसम्म सबै गएको छ मान्छे आएन भ्याएन नि कहाँ भाग्न पाउँछ यार। कहाँ ताल फुट्यो सिस्टर के भयो के भयो buat kabar dari aku, ini kolaku, kono negara, baat video karan negara, ada Trisili Badar, pun Puran Basti, pun Paura Sabit,
गएको अवस्था छ। अहिले तपाईँ देख्न सक्नुहुन्छ यस्तो दुःखद खबर छ। अहिले देवीहाटतिर पर आसपासमा बस्नुभएका मान्छेहरू पनि कृपया सतर्कता रहनु गर्छु। अहिले नुवाकोट जिल्ला, रसुवा र धादिङ जिल्ला आसपासमा विद्युत कुनै पनि छैन। अहिले ठुलो बाढी आएको अवस्थामा जानेछ। त्यसरी जल बित्तिकै नष्ट भइसकेको अवस्था छ। राम 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 हरे राम राम हरे राम 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 भर्खर आउँदै हो नि भर्खर आउँदै गरेर करायो अनि हामी दौडेर हेरेर आएको यस्तो भइसक्यो। त्रिशुली पुगेकै छैन हेर्नु। पुगे होइन त्यो पोखरी पुगे होइन। त्रिशुली पुगे होइन। कोही मान्छे छ भने भाग्न लगाउनु है, भाग्न लगाउनु। तपाईको सूचनाको साथी दैनिकी.com